Hello friends, namaste, good afternoon and welcome back to my page once again. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला and I'm also doing great है। नयाँ दिन, नयाँ सुरुवात, नयाँ काम है, डेली एउटा नयाँ काम हुन्छ घरमा बसेपछि र त्यो सोच्दाखेरि चाहिँ अफिस गएको पनि कति राम्रो जस्तो लाग्छ किनभने बिहान घरको काम जति छ गर्यो सक्यो अफिस गयो के काम पनि देख्दैन है र घरमा बसेपछि चाहिँ के हुँदै रहेछ भन्दा चाहिँ मैले नोटिस गरे यो 1.5 इयर जस्तो भइसक्यो म घरमा बसेको है र काम चाहिँ केही न केही चाहिँ डेली निक्लिँदै रहेछ र काम देखेपछि चाहिँ गर्नु एकदमै मन पर्छ फेरि बसिरहनु मन पर्दैन सो तर यो जुन चाहिँ काम आज म गरिरहेको छु त्यो चाहिँ एक्चुअली वान अफ माइ रुटिन नै हो भन्नु पर्यो एन्ड आई लभ डुइङ इट है किनभने त्यो मेरै लागि राम्रो हो सो पहिला चाहिँ मैले के गर्थे 15 डेजमा चाहिँ यो काम गर्थे र अहिले चाहिँ मैले यो चाहिँ गर्नै भ्याएको थिइन र त्यो भएर चाहिँ आज धेरै दिन बादमा चाहिँ फेरि टाइम निकालेर त्यो काम गरिरहेको छु अन्त एकदम खुसी पनि लागिरहेको छ किनभने कति दिनदेखि मैले सोचिरहेको छु गर्छु भनेर तर अब त्यही हो बेबी छ है र टाइम निकाल्न अलिकति म्यानेज गर्नु चाहिँ अलिक साह्रो परिरहेको थियो सो आज मैले त्यो काम गर्दैछु डल्लै नगरे पनि अलिकति चाहिँ गर्दैछु जुन चाहिँ नेसेसरी छ त्यो चाहिँ गर्दैछु है सो तपाईलाई देखाउँछु त म आज के गर्दैछु भनेर सो फ्रेन्ड्स आज चाहिँ म चाहिँ के काम गर्दैछु भन्दा चाहिँ आज चाहिँ म चाहिँ यो मेरो मेकअप ब्रशेसहरु र यो जुन चाहिँ ब्युटी ब्लेन्डरहरु छ त्यो चाहिँ म आज धुने काम गर्दैछु धेरै महिना बादमा म गर्दैछु किनभने पहिला त मैले रेगुलरली मेकअपहरु युज गर्थे सो योहरु पनि युजमा आउँथ्यो र धुनै पर्थ्यो किनभने मलाई त्यो मैला ब्रशहरुले मलाई मेकअप गर्नु मन पर्दैन पनि है त्यो नट गुड फर स्किन पनि हो किनभने मैला ब्रशहरु युज गर्यो भने इन्फेक्सनहरु स्किनमा हुने डर पनि हुन्छ सो जति सफा टुल्सहरु युज गर्यो त्यति नै इट्स गुड फर योर स्किन है सो राम्रो सफा ब्रशले मेकअप गर्नु चाहिँ मजा पनि आउँछ र ब्रशहरु पनि मजाले ग्लाइड हुन्छ क्या स्किनमा नभए चाहिँ यसमा थाक फाउन्डेसनहरु बस्यो भने चाहिँ स्किनमा राम्रोसँग ग्लाइड पनि हुँदैन र मेकअप पनि पर्फेक्ट देख्दैन सो धेरै दिन बादमा म मेरो यो मेकअपको सामानहरु धुन्दैछु र यो त अलिकति मात्रै हो यति बिग्ना छ मेरोमा धुनु पर्ने ब्रशहरु र अहिले चाहिँ जे अब नर्मली डेली युज हुन्छ त्यो मात्रै म धुइरहेको छु त म तपाईलाई देखाउँछु त म चाहिँ मेरो मेकअप ब्रशहरु कसरी धुन्छु भनेर र तपाईहरु पनि कसरी धुनुहुन्छ आफ्नो ब्रशहरु त्यो चाहिँ कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला सो हेर्नु है त म कसरी धुन्छु सो म चाहिँ एक्चुअली यसको चाहिँ मेरोमा एउटा पहिला ब्रश क्लिनर थियो त्यो चाहिँ मेरो कहाँ फेरि मिसप्लेस भएछ त्यो भएर चाहिँ अहिले चाहिँ म के गर्छु यस्तो साबुन लिन्छु ब्रश एन्ड दिस इज द बेस्ट वे तपाईको ब्रश धुनु चाहिँ हेर्नुस् है बेस्ट वे हो र पहिला मैले एकपल्ट धुको पनि थिएँ र त्यति साह्रो मैला त भएको छैन रहेछ सो दिस इज द बेस्ट वे टु क्लिन यो ब्रश है र यो तपाईले ब्रश धुएर चाहिँ के गर्न सक्नुहुन्छ अब लास्टमा देखाउँछु के गर्नु हेर्नु त कति सफा भयो ब्रेसलहरु त्यसरी नै सबै ब्रशहरु धुन्छु म यहाँ चाहिँ मेकअप गरेर मात्रै हुँदैन ब्रशहरु पनि सफा युज गर्नुपर्छ किनभने मैला ब्रशले मेकअप गर्नु चाहिँ राम्रो पनि देख्दैन फेरि स्किनको लागि राम्रो होइन है त्यो जुन चाहिँ मेकअप गरेको चाहिँ थुप्रेको हुन्छ र तपाईको मेकअप पनि राम्रोसँगले ग्लाइड हुँदैन है त्यो चाहिँ याद गर्नु होला सो त्यति साह्रो मेरो चाहिँ ब्रशहरु त्यस्तो मैला छैन रहेछ अलिकति धुलो चाहिँ लागेको जस्तो लाग्यो किनभने मैले धोएर राखेको छु नि त प्राय आई स्याडो ब्रश चाहिँ म बेसी युज गर्छु है अहिले पनि युज गर्छु हेर्नु यस्तो हुन्छ सो तपाईहरुले चाहिँ आफ्नो ब्रशहरु कसरी धुनुहुन्छ कतिजनाले त्यो जुन चाहिँ वाशिङ पाउडरहरुमा पनि गर्दै रहेछ कि तर मलाई चाहिँ त्यो अलिक मन परेन म त्यसरी नै धुन्छु मेरो ब्रशहरु यो चाहिँ एकदमै मलाई चाहिने ब्रशहरु यो नै जुन चाहिँ म अहिले त्यति मेकअप त गर्दिन तर पनि युज गरिरहने चाहिँ यिनीहरु चाहिँ बेसिक हो मेरो कन्टुर ब्रश फाउन्डेसन ब्रश है यो चाहिँ तपाईको आई स्याडो ब्रश आईब्रो ब्रश यो चाहिँ मेन युज हुनेहरु हो यो कन्टुर ब्रश ओ सरी कन्टुर ब्रश नै हो
यो जुन चाहिँ कन्टुर कन्सिलर ब्रस सरी कन्सिलर मैले चाहिँ आइब्रोजहरु क्या डिफाइन गर्दाखेरि कन्सिलर लाउँछु नि त्यसले सो सफा हुन्छ हेर्नु त्यही लास्ट ब्युटी ब्लेन्डरमा म यस्तो नै गर्छु हेर्नु नि आम्बो यसलाई चाहिँ मैले धेरै भएको छ नधोको किनभने अहिले मैले ब्युटी ब्लेन्डर युज पनि गरेको छु नि किन त्यति फाउन्डेसन युज गर्दिनँ नि त अहिले म त्यो अलिअलि कन्सिलरहरू युज गर्छु स्किनमा त्यही भएर चाहिँ कस्तो सफा भइहाल्नु त हेर्नु त्यो हेर्नु त साथी हो कति सफा भयो ब्रस एकछिनमै है अब यसलाई लास्ट एउटा चिज गर्छु म त्यो पनि तपाईँलाई देखाउँछु ल के गर्छु लास्टमा चाहिँ म के गर्छु मलाई थाहा छैन अरूले गर्छु गर्दैन म चाहिँ गर्छु डिटोल छ है अलिकति डिटोल लिन्छु बेसी होइन एकदमै कम्ती यति जस्तो लिन्छु होइन त्यहाँदेखि चाहिँ यसलाई चाहिँ डाइल्युट गर्छु पानीसँग बेसी पनि हाल्नु हुँदैन कम्ती डाइल्युट गर्छु वाटरसँग त्यहाँदेखि चाहिँ ब्रसहरू चाहिँ एकछिन डिप गरेर राखिदिन्छु यसरी डिटोल वाटरमा किनभने मलाई चाहिँ डर लाग्छ स्किनमा चाहिँ अलिकति कि अन्त अब यसलाई चाहिँ एकछिन 10-15 मिनट राखेर चाहिँ यसलाई चाहिँ म घाममा सुकाउँछु अन्त माई ब्रसेस आर रेडी टु बी युज्ड सो तपाईँहरूलाई चाहिँ मेरो आजको यो ब्रस क्लिनिङ ह्याक चाहिँ कस्तो लाग्यो है आई होप तपाईहरु सबैजनाले युजफुल हुन्छ होला यो है किनभने आजकल त सबैजनाले मेकअप गर्छ नि है र वन स्मल एडभाइस है तपाईहरु मेकअप युज गर्नुहुन्छ या मेकअप ब्रस युज गर्नुहुन्छ भने चाहिँ always use a clean and sanitized brush on your skin है त्यसले चाहिँ तपाईको स्किन इन्फेक्सन पनि हुँदैन र तपाईको मेकअप पनि मज्जाले ग्लाइड हुन्छ ब्रस हैन र जति ब्रस ग्लाइड हुन्छ त्यति नै तपाईको प्रोडक्ट पनि स्किनमा राम्रोसँगले अब्जर्भ हुन्छ है र मेकअप विल लुक फ्ललेस सो आजको यो मेरो भिडियो चाहिँ तपाईलाई कस्तो लाग्यो सो राम्रो लाग्यो भने कमेन्ट शेयर गरिदिनु होला एन्ड थ्यांक यू फर वाचिङ माय भिडियो एन्ड लभ यू गाइज एन्ड ह्यापी मेकअप